हेलो फ्रेन्ड्स, नमस्ते। मेरो च्यानलमा यहाँलाई स्वागत छ। आज मैले एकदमै मिठो चिकन चिल्लीको रेसिपी लिएर आएकी छु। एकदमै सजिलो तरिकामा बनाएकी छु। यहाँहरूले अन्तिमसम्म भिडियो हेर्नुहोला र अब चाहिँ बनाउन सुरु गरौँ। चिकन चिल्लीको लागि मैले यहाँ चिकन रेडी गरेकी छु। 1.5 किलो चिकन सबै केलाएर काटेर हैन गरेकी छु। यो चिकन चिल्लीलाई चाहिँ यस्तो हड्डी भएको चिकन चाहिँ एकदमै मिठो हुन्छ। अब यसलाई मेरिनेट गर्न सुरु गरौँ। नुन राखिदिएँ 2 चम्चा, अनि 1 चम्चा बेसार, 1 चम्चा कश्मीरी चिल्ली, 1 चम्चा जिराको धुलो, 2 चम्चा धनिया, 1 चम्चा गरम मसला, 1 चम्चा चिल्ली फ्लेक्स, 1 चम्चा लसुन, 1 चम्चा अदुवा र 3 चम्चा कर्नफ्लोर राखिदिने। र यति गरिसकेपछि चाहिँ मोल्ने, राम्रोसँग मोल्ने, सबैतिर मरमसला सबैतिर लागोस्। अनि यो हड्डी भएको चिकन चाहिँ मोल्दाखेरि चाहिँ अलिकति केयरफुल हुनुपर्छ, हड्डीले घोच्छ हातमा। अनि राम्रोसँग केयरफुल भएर सबै मोल्ने। मैले मोलेर पनि सिद्ध्याइसकेँ, सबै राम्रोसँग मोलिएको छ। अब यसलाई छोपेर मिनिमम आधा घन्टा, म्याक्सिमम जति राखे पनि हुन्छ हैन, राखिदिने। र मैले चाहिँ 2 घन्टा मेरिनेट गरेर राखिदिएँ। अनि तेल राख्ने। 2 घन्टापछि चाहिँ मैले अब फ्राई गर्न थालेँ। मिडियम फ्लेममा फ्राई गर्ने यसलाई। त्यस पछाडि चाहिँ यो चलाउँदै बिस्तारै नडढाइकन फ्राई गर्ने मिडियम फ्लेममा। यो चाहिँ अलमोस्ट रेडी भइसकेको छ। चिकन चाहिँ राम्रोसँग पाक्नुपर्छ यसमा। र मैले निकाल्दिएँ अब। र यसरी नै मैले अरू पनि चिकनहरू चाहिँ सबै पकाइसकेँ। र अब एउटा भाँडो बसाल्ने, त्यसमा चाहिँ 1/4 कप तेल राखेर 1 चम्चा अदुवा र लसुन चप गरेकोलाई राखिदिने र एकछिन फ्राई गर्ने। हल्का यसलाई रातो रातो भइसकेपछि अनि अनियन पेटल राख्ने। त्यस पछाडि बेल पेपर मैले 3 कलरको लिएँ। यो चाहिँ 3 कलरको गरी एउटा र आधा, ठुलो खालको बेल पेपर एउटा र आधा जति भएको छ। अनि राखेर चाहिँ यसलाई चलाउने एकछिन। त्यस पछाडि सस, टोमेटो केचप 1/3 कप र 2 ठुलो चम्चा चाहिँ हट सस राखेँ मैले, पिरो सस। अब आफूलाई कतिको पिरो खानु मन लाग्छ त्यो अनुसार राख्ने। हट सस कति मन लाग्छ, चिल्ली फ्लेक्स पनि राख्न सकिन्छ। अनि 1/3 कप पानी पनि राखिदिएँ मैले। र एकैछिन 1-2 मिनट जति यसलाई उम्लिन दिउँ। त्यस पछाडि सोया सस राख्ने। 2 ठुलो चम्चा सोया सस राखेँ मैले। अनि चलाउने। अनि मासु राखिदिने। अब मासु हाम्रो पाकिसकेको छ। अब यो मासु र यो भेजिटेबलहरू ठक्क मोलेपछि चाहिँ हाम्रो चिकन चिल्ली तयार हुन्छ। एकदमै मिठो भएको छ यो हैन, ठिक्कको पिरो, टक्क पिरो मजाको भएको छ। यो तयार भइसक्यो अब। अनि मैले हिट पनि अफ गरिदिइसकेकी छु। अनि अब यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट गरिदिनु होला। मेरो च्यानलमा यहाँहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।